वेलकम गाइज ओमा पोखरी। साथीहरूसँग घुमफिर चलिरहेछ। घाँस फुलेर एकदम राम्रो भइरहेछ है, हरियाली अनि सेतै घाँस फुलेपछि त्यसै राम्रो पोखरी। साथी चाहिँ अहिले यहाँ काँसबारीमा लडी बडी खेलेर घाँस कुस्दैछ। फुलहरू देख्न सक्नुहुन्छ, यस्तो राम्रो राम्रो फुलेको छ है। आज चाहिँ मेला लागिरहेछ। आजको मेला, आज भनेको लास्ट दिनको मेला हो यो। 3 दिन मेला लाग्यो अनि म अस्ति एक दिन आएँ, हिजो होइन र आज फेरि पनि आएको छु। हिजो चाहिँ म आउनु भ्याइन। अनि पोखरी भ्यू देख्न सक्नुहुन्छ, क्या गजब छ। अनि हामीसँग पर मन्दिर छ है, जुन यो चाहिँ विशेष पूजाको लागि आज वैशाखको मेलामा पूजा गरिन्छ विशेष। अनि सेल्फी पुलको पनि व्यवस्था छ, फोटो खिच्नको लागि भिडियो गर्नको लागि एकदम राम्रो। यहाँ चाहिँ बस्नको लागि पनि एकदम सुविधा छ अनि फ्री नेटको पनि व्यवस्था छ। तपाईँलाई म नेटको राउटर पनि देखाइदिन चाहन्छु। यहाँ राउटर राखेको छ, फ्री नेटको व्यवस्था छ। अनि हाम्रो यस्तो राम्रो भ्यूमा अनि यस्तो राम्रो गायकको फेस हेरेपछि त तपाईँहरूलाई पनि अब एउटा गीत सुन्नु लाग्छ होला। दोस्त गाइदियो त एउटा गीतमा भाइरल भइहाल्छ कि। उसको चाहिँ स्टेज पर्फर्म छ आज है मेलामा। अनि वाइड एङ्गलबाट गरेकोले मेला खासै राम्रो देखिएन। अहिले चाहिँ हाम्रो सुमन दोस्त यहाँ गीत गर्नको लागि रेडी बसिरहेको छ। अनि क्यामेरा यहाँ छ है, यहाँ बनाउ न ल, तिमी खिच न भिडियोमा लगेर खिच्यो त 10 मिनटको भिडियोमा, 10 मिनटमा लगेर। फाइनली स्टार्ट भइसक्यो। दोस्त सुरु ए है बैगुनी रैसौनी मायालु अनि त्यति हो। दामी दामी, एक लाइक गरिदिउँ सुमन दोस्तको लागि। सुमन दोस्तको फेसबुक आइडी सुमन लामी छाने सर्च गरेर हेर्नुलाई उसको फोटो छ होइन। ऊ चाहिँ सङ्घसभा आइडल उदयपुर आइडल कतिमा पुगेको छ? टप 5 मा पुगेको। अब भोटिङ राउन्ड पुग्न बाँकी छ। भोटिङ राउन्डमा पुगेपछि चाहिँ सुमन दोस्तलाई हामी चाहिँ 100 रुपियाँको भोट गरिदिने हो, जति आउँछ त्यति। ओइ भोटिङ सिस्टम चाहिँ पैसाको हो कि अर्को? सबजना आउनु होला। यतिखेर चाहिँ पोखरी एकदम राम्रो छ। यो त सामान्य हो क्या, उतापट्टि अझ झन् पारिपट्टि कस्तो दामी दामी फुलेको छ क्या घाँस। हामी चाहिँ उता गएर देखाउन सकिनौँ। तपाईँहरू नआउने ठाउँ पनि छ, आउनु होला। पौडी खेल्नको लागि पनि सुविधा छ रिभर साइड, तर त्यहाँ चाहिँ भुइँसी पनि खेल्ने गरेको छ है। तपाईँहरू आउनु सक्छ। होइन भुइँसी त छैन, अलिक धमिलो हुन्छ, धेरै मान्छे धेरै भयो भने धमिलो हुन्छ अरे। अनि खानेपानीको पनि व्यवस्था ठाउँ ठाउँमा राखिएको छ। यो चाहिँ कछुवा प्रजनन केन्द्र अरे। अनि यहाँ कछुवा चाहिँ मैले अहिलेसम्म देखेको छैन क्या, कछुवै छैन अहिलेसम्म। यहाँ कछुवाको अनुहार देखेको भए त मर्नु, कछुवै कस्तो हुन्छ देखेको छैन। अनि यहाँनिर एकदम पिकनिक स्पोट है त, उता पनि छ ठाउँ। यो एरिया लगभग चाहिँ लगभग होइन, तपाईँहरू जतिजना आए पनि, जति मान्छे आए पनि यो काला बन्जार एरियाको सुनसरी जिल्लाको जनसङ्ख्या जति छ त्यति चाहिँ यहाँ सबजना पिकनिक आउनु भने सबैजना अट्नुहुन्छ। त्यति धेरै एरिया ठुलो छ यो। बाघ पनि छ, छाला पुछार भाँचेको बाघ छ है। कछुवा पनि थियो। अस्ति चाहिँ मैले तपाईँहरूलाई माथि हात्तीको पुच्छार र सुन नभएको देखाएको थिएँ भने आज फेरि अर्को भिडियोमा बाघको पुच्छार नभएको भिडियो देखाउँदैछु। म यस्तै ठाउँमा मात्रै पुगिरहेको हुन्छु क्या जहिले, कहिले के हुँदैन कहिले के हुँदैन। अगाडि टिकट सिस्टम चल्दैछ। अनि बालबालिकाहरूको लागि चिल्ड्रेन पार्कको पनि व्यवस्था छ। तपाईँहरूको नानीहरू लिएर आउनुभयो भने नानीहरूलाई यता भुल्याउन सक्नुहुन्छ। मात्र कति भने 50 रुपियाँ टिकट होला यहाँभित्र छिरेको, सायद त्यहाँ बोर्ड हेर्नुपर्छ। 50 रुपियाँ टिकट, तपाईँहरू सब घुम्न सक्नुहुन्छ। अनि पिकनिकको चाहिँ छुट्टै पैसा लाग्ने हुन्छ पिकनिक आउनेहरूको लागि चाहिँ। अब उयसको लागि पकाउने बनाउनेहरूको लागि 300 देखि 400 सम्म, र बनाएर खानको लागि मात्रै हो भने चाहिँ 1 सय। अहिले चाहिँ हामी अब बाहिरतिर जाँदैछौँ, निस्किनु पर्ने हुन्छ नि त यहाँबाट। मेला पनि हेर्नुपर्ने हुन्छ।
अब हामी निस्किन्छौँ अनि मेला देखाउनु हुन्छ। मेलामा कपिराइट लाग्न सक्छ। फेसबुकमा गएर भिडियो हेर्नु होला, फेसबुकमा आउनेछ। यो चाहिँ अमा पोखरीको यो कुन खोला? सर्दु खोला होइन, सर्दु खोला। सेल्फी पुल सेल्फी पुलको व्यवस्था छ। तपाईँहरू आएर होइन पुरै सेल्फी हानेर त्यो टिकटक बनाउन सक्नुहुनेछ। अनि यहाँनिर अर्को यो के पुल हो? काठे पुल। यहाँ धेरै पुलको व्यवस्था छ होइन। सर्दु खोला यत्रो छ अहिले चाहिँ। पछि बर्खामा चाहिँ यो एरिया सबै ढाक्छ क्या। यो जति पनि एरिया देख्नु भइरहेको छ होइन, यो सबै एरिया चाहिँ पछि सर्दु खोला बाढी आएपछि बगाउँछ। त्यो माथिको त्यो उता बाटो जाने बाटोसम्म सबै आउँछ क्या बाढी। यतिखेर चाहिँ अब पानी छैन नि त।